आज चाहिँ हाम्रो घरमा श्राद्ध थियो र मैले दुईटा आलु पनि पाइसकेको छु मेरो हात। सो हेलो गाइज, म चाहिँ बिहान नुहाई धुवाई गरेर घरतिर लागे। कोही रोटी पकाउन र कोही तरकारी केलाउन लागिसक्नु भएको रहेछ। ऊ चाहिँ हाम्रो अनुज भाइ हो, उहाँले चाहिँ हामीलाई चिया सर्भ गर्दै हुनुहुन्छ। वाउ, चिया खाइसकेपछि म पनि आफ्नो काम गर्नतिर लागे। काँक्रो काटी भ्याएर म खोर्सानी काट्न लाग्दैछु अब। अनि यस्तो राम्रो रोटी बनेपछि चाहिँ मम्मीले मलाई ओए आकृति आइज आइज भ्लगमा यो रोटी पनि देखा भनेर भन्नुभयो। अनि रोटी बनाउने मास्टर सहित स्वादिष्ट तरकारी र अचार बनाउने मास्टर्सलाई पनि मैले देखाइदिएँ। त्यसपछि भने म बेसर पानी पिउनतिर लाग्यो। र मम्मीले चाहिँ यहाँ सिधा पनि ठिक पारिसक्नु भएको थियो। अब भने यहाँ अमिलो पिरो ट्वाक्क परेको अचार पनि बन्दैछ। त्यसपछि भने मैले आफूमा लुकेको प्रतिभा देखाउन खोजे, तर यहाँ के भयो मलाई पनि थाहा छैन। फर्स्ट चोटिको मात्रै बिग्रेको होला, सेकेन्डमा चाहिँ मैले राम्रो बनाएको छु। अब ढङ्ग नभए चाहिँ यस्तै हो गाइस, हात पोलिसकेको छ मेरो, त्यसैले मम्मीले घिउकुमारी लगाइदिँदै हुनुहुन्छ। अनि यहाँ फेरि अर्को काण्ड पनि भइसक्यो। अघि मैले बनाएको त्यस्तो राम्रो रोटी यस्तो भइसक्यो। अनि म चाहिँ आमालाई हेलो भन्नु हाम्रो ब्लगमा भनेर भन्दैछु। अब चाहिँ यहाँ श्राद्धै हुँदैछ र म चाहिँ काममा जान भनेर रेडी भयो। र म रेडी भइसकेपछि चाहिँ श्राद्धै पनि सकिसकेछ। र पहिला चाहिँ हामी कति धेरै जना हुन्थ्यौँ नि त टिका लाउने। अहिले चाहिँ म एक्लै भएको हुनाले सुरुमा चाहिँ मैले 20 रुपियाँ पाएँ, त्यसपछि कान्छोले मलाई 50 रुपियाँ थपिदिनु भयो र मैले 70 रुपियाँ पाएँ गाइस। र यति पैसा पाएपछि म चाहिँ मक्ख पर्दै कामतिर लाग्यो। अब लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न नभुल्नु होला। बाइ।